अनि तिमीले काम गर्नु थालेको थियो आज म हेरेँ अहिले कस्तो मोमो जस्तो लाग्यो मै रहेछ अहिले हेरेँ त्यो 10 12 सालको अस्ति दाइको चस्मा बन्द मार्न फोटो बडा कसले हजुर चस्मा त्यहाँ छ कि मेरो हेर्नु त छ कपाल पैसा लिनु आनन्द काम गरेर कस्तो भने त्यो सुटी के भन्छ थाहा छ सुन्नु न कति न 10 वर्षदेखि मलाई चिनेको जस्तो क्या है अब हामी गयो ल दुईजना आएछ होइन बिन्ता आन्टीकोमा भन्नु न है गएको अनि त्यसपछि ल दुईजना रहेछ चाँडै यो खाना खाऊ अनि त्यसपछि त्यो भाडा माझ अरे क्या होइन कति न त्यो पहिल्यैदेखि चिनेको मान्छेहरू बोल्छ नि हो त्यसरी क्या अनि मस्तले आशाले मस्काइरहेको थियो मैले धोइरहेको थिएँ अनि त्यसपछि आयो घरिघरि आउँछ कोट्याउन घरिघरि आउँछ ओहो कति राम्रो देख्दो रहेछ तर तिमीलाई चाहिँ के अरे मलाई चाहिँ मस्काउन दिएको हुन्थ्यो अरे है अनि के भन्छ भन्नु न मेरो छोरालाई देखाउनु पर्ने छोरालाई पनि बोलाएर आउँ क्या कति राम्रो देख्दो रहेछ म त्यस्तो रिस उठ्यो क्या मनाउने चाहिँ अनि कति न खाना किन दिएको भन्दा त होइन खाना उता बाहिर लगेर खाऊ अरे त्यहाँ गएर खाएको त्यो टेबल पनि पुस्यो होला अरे क्या अन्त मान्छे कस्तो चाहिँ हुँदो रहेछ यस्तो उडेर कहाँ त्यही ठाउँमा त ट्याक्कै सकिने यत्तिकै देउनी आइपुग्नु भयो कस्तो ननिस्केको यार मार्नु पर्ने अब मर्ने बेला निस्केर मेसेज मात्र त हान्न आउँछ होला नि आशालाई होइन के कसैले मेसेज गरेको उठाउनु बोलाउनु स्यालेरी आएको छ कि अस्ति काममा गएको बोलिदिनु एक दिन काममा गयो अनि 1000 आउँछ मेरो नि आछ हेर्नु न मेरो यो काम गर्न थालेपछि काली भएको छु कस्तो डर लाग्दिरहेको छु है दाइ गोरुको अगाडि पुऱ्याएर फेरि होइन हेर्नु कस्तो हेर्दै कस्तो मदिसे जस्तो लाग्ला है म छ म भन्दिनँ एक खबर हान्दा
सानो सानो मम्मीले आज बिहान उठ्ने बित्तिकै के भनिदिएर भन्नु न ओइ त कस्तो काली भइछेस रे अनि मैले गोरीले भन्यो भने अनि मैले के भने मम्मी धेरै भाडा माझेर नि भनेको आमा बिहान दिउँसो बेलुका फर्स्ट टाइम भुतला त किनै छ कोठामा तीन कहाँबाट लिएर बेलुका जान्छ अनि त काम गर्ने ठाउँमा दुई ठाउँमा छक्का आइछ छक्का फुक्क अब यसको आयो भने मर्यो मेरो छ्या त आउँदैन नि एक ठाउँमा बाँकी हुन्छ एक ठाउँमा चाहिँ त्यो बढाल्ने मात्रै बाँकी हुन्छ अनि त्यसमा चाहिँ मम्मीले गर्नुहुन्छ मर्नै आँटिसक्यो धन्न अहिले क्वेसन पठाइदिएछ तर कुन कुनको हो त्यहाँ तिमी आफै हेरेर गर मेरो यहाँ काम छ त्यो त भाग्यो के कुरा गर्नुभएको स्वर राम्रो हुनु पर्यो नि त अहिले फेरि आधी साइडको कपाली निकाल्नु पर्ला नि भुता फेरि आफ्नो नभएपछि त्यस्तै डाँडे त हो नि ढाडेर अहिले फेरि चार्जै छैन नि मोबाइलमा चार्जै छैन जम्मा 87%। त्यो चार्ज नगरेको होइन के हो नङ त पुरै भाँगिरहेको यो त बाङ्गो त्यो पनि भाँगिहाल्थ्यो मिलाउनु नआएर फेरि हेर खुट्टा त मेरो त्यहाँसम्म पुग्छ नि लामखुट्टेहरू त्यस्तै हो खुट्टा लामो भिरका छैन हो हातले ब्याएको भने हुँदैन नि बहिनीहरूले नि दाइहरूलाई हुँदैन यतिको सिकेछ कलेज पुगिसके स्कुल फ्रेन्डको कुरा नगर भन्नु न को हो यो मेरो यस्तो स्टोरी हेर्नु अनि यसो गर्ने के ए के आयो यहाँ ल्याउनु मैले हानिदिउँला हो त्यो कतिलाई खाने एकलाई खाने हुँदैन यस्तो गर्ने के खोइ हेरौँ उता यो कहाँको होटेल भन्दाखेरि कता यो जाने बित्तिकै बेनीको उता टुर जाँदा के बेनीको मारिदिया ओहो ल त्यहाँ नमारेर कहाँ मारे होला
धेरै अनि 10 बज्यो 10 बज्यो म 7 बजे आउँछु काम सिक्ने भन्दा हो तिमी यतिकै बस्न ओइ तपाईँ उता सुत्नु न त्यसपछि अडिहाल्छ नि सबैजना सबै टोक्छ ए टोक्छ ए जिउमा चाहिँ दबाई छैन त के हाल्छु नि त्यस्तो रुवावत को चुस्छ म त्यसले नि चुस्दैन दाइ अँ, तपाईँले यताको त कोठी छ नि कुरा पनि लागिरहेछ छैन झिक्न मिल्छ नि थाहा छ थाहा छ मिलाइजाउँ न मिलाइजाउँ अब मैले पढेको छुइनँ त्यस्तो डक्टरले के गर्छ किन भने त नि जे भए पनि अनुहार त नमिलेको छ त्यो राम्रो देखा छैन ओइ। भन्न खोज्या के बाहिर फालिदिइहाल्नु चाँडो न बल्ल बल्ल आएको भान्जीलाई फाल्नुहुन्छ माइजूले दाइ जस्तो गरेन ताल त्यहाँ परिहरू छोरालाई फाल्नुहुन्छ काइलो भएको बडी देखाएको यति छ यति छ ए अस्ति दाइ त्यो भाडामा ट्याक्कामा जाँदाखेरि क्याप्सिकम पकाएको थियो है दुईटैलाई मन परेको थिएन अनि हामीले फालिदिएको खानै खाँदै खाजा? खाना खाना देख्थ्यो त्यसलाई कहिले खान्छ होइन नर्मल खाने थियो तरकारी थियो क्याप्सिकम थियो कि त्यो भएर फालिदिएको कस्तो है कस्तो चिप्लेर भन्ने क्या ए अझै त्यो त गयो होइन अझै सुड्डी झन् यस्तै भन्छ नि आमा चाहिँ म त मेन रिस उठायो नि त्यो सुन पसलको के ओहो, ये क्या कर दिया कस्तो नजिक भने एउटा डलरको कति 50 रुपियाँ म त 100 रुपियाँ हजुर अघि भर्खर चार्ज हालिदिएर टन्नै हो थक्का पोटाएर मऱ्यो के ए खेदाएर ल मारिदियो त्यसलाई त थ्याङ्क यू हस् दाइ क्रिस दाइ
पूर्णिमा अहिले अरे मलाई जिस्याम पहन अहिले तपाईँलाई ऊ 4 मा यो महिना नि हेर्दा 10 पुग्यो ए 11 पुग्न आँट्यो तपाईले भन्न खोजेको के दाइ त्यही त त्यही आएर सानै छ भन्नु खोजे ओ मम्मी के खुट्टा ढोग्नु पर्ने भनेर खुट्टामा आएर हान्थ्यो जु गर्थ्यो यो पैतालाई देख्यो होला है झापड हान्नु मिल्छ लाउन नि मार्यो अब आनन्दाई र आशिष दाइकोमा कति ग्याप छ टन्नै ग्याप छ है छैन 2 वर्ष त्यति ग्याप होइन अब यो आनन्दाई पछि म पछि अभिषेकहरू अर्को वर्ष 12 सके आशिषले आनन्दले 12 सकेर के अरे 12 दिइहाल्यो नि के अरे सँगसँगै थियो नि अनि मम्मीले उहाँ के अरे अक्षर जानेन भनेर मलाई फेरि हालेको नि दोहोऱ्याएर हालेको नि नभए त सँगै हुन्थ्यो अहिले कौशलसँगै हो म 10 मा त हो नि रोशनाको छोरा हजुर 10 13 वर्ष लो जम गरे पागल शान्ति दुई के अरे यस 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 चल्ला यार शान्तिले हेर्दै नर्सरी हेर हेर म त लेख्छ किरण है मेसेज गर्न नि भ्याइसक्यो थ्याङ्क यू सो मच दाइ थ्याङ्क यू सो मच तपाईँ त्यति राम्रो हुनुहुन्छ भने मलाई थाहा थिएन थ्याङ्क यू सो मच जिस्के गर्नु अहिले मेसेज गरिदिनु अनि अझ यस्तो गर्ने स्क्रिनसट गरेर स्टोरीमा हाल्नुपर्ने बहिनी नजिस्कनु कहाँ आफै मेसेज गर्ने रहेछ त टिकटक के त नि चलाउनलाई हेर्नलाई म हेर्छु पक्नु खोल्नु टिकटक अकाउन्ट किन खोल्नु खोलेर यसो बहिनीलाई फलो गर्नु के रहेछ जेमा पनि उसलाई फलो हान्नको लागि बहिनीको फलोवर्स बढ्छ खुल्यो धनकुमार श्रेष्ठ के मलाई खोल्न आउँदैन भने हौ नयाँ त नखोले होला नि अहिले मैले आशा दिम्की आशा के डल्लो चाहिँ के हो खुच्ची कुन डल्लो त्यो कानमा ए त्यो क्या इयरफोन एयरफोन जस्तै त्यसमा चाहिँ तार हुँदैन के कसको एयरपोर्ट आशाको अब मारे मलाई 12 सम्म उठाइदियो के बसौँ के कतिसम्म उठ्यो काम त 11 बजी मात्र हो थाहा हुने म होइन नि म उठिहाल्छु नि अहिलेसम्म कति बजीसम्म चाहिँ उठेको छ भन्नु पनि म एकचोटि सुतेको छुइनँ रातभरि ओहो मार्थ्यो फेरि के हो कृष्ण आज दिनुपर्छ कि आशाले हामी सुतेर नभन्नु न होइन धेरै सक्दिनँ नि पहिला 1 बजी कस्तो गरेर गएँ म 1 बजी ए भएन भन्छ भइसक्यो खोइ हेरौँ न झन् तिम्रो पक्नु नि त म फलो गर्छु नि त मैले प्राइभेटमा राखेको छु नि त नि म फलो ब्याक के रहेछ कति न प्राइभेटमा राख्नु चान्चुने मान्छेलाई म follow गर्छु। अहिले फेरि त्यही फलो पाउनुको लागि आफै मोबाइल लिएर उठ्यो भइरहेछ अहिले फेरि आइडी उडाइदिन्छु फेरि मार्यो अब लायो नि लायो लायो यसो आएन उही चार्ज छ भने पाँच। होइन थुक्क के ल्याएको के यसले छ्याट हारिहाल्यो नि अब त
हाने नाकेमा Anand replied to your story. Cute. Thank you so much. चमल छ यार अनि म मेरो बहिनी यस्तो मिलेलाई शान्ति त जाने अनि आज पूर्णिमा भन्दा शान्ति नि अहिले घर छ Cool. शान्ति त्यसैमा सुत्नु भयो हुन्छ है म तपाईँलाई 1 बजे उठाउनु होइन आशालाई आज 1 बजीसम्म उठाइदिउँ फेरि उसलाई सिकाउँदाखेरि आँख पनि उठ्नै पर्छ तपाईँ 3 बजीसम्म गर्नुहुन्छ बुझ्यो नि मैले 1 बजी उठाएपछि यो अरण्य के अरे त्यो स्कुलको नाम तैँले भात किन खाने IPS. यो आइपिएस स्कुल हो होइन कान्ति भैरव कान्ति भएर खली त्यही हो छैन अनि यो तपाईँको त्यो दिदीको न्यानो राइडर हेर्न कस्तो लाइट किन हानेको फेरि त्यस्तै भिडियो मसँग आउँछ क्या काम कस्तो यता निनी जस्तो आवाज छ यता अर्को जस्तो आवाज छ सबै तर्फहरू कति बिस्तारै अनि भक्ति सिद्धि हो नि त अनि त्यस्तो नगर्नु न झन् मोटिभेट दिनु छैन बहिनी तिमीले गर्न सक्छौ भनेर यहाँ एउटा आएर बुक्ले दिएर एउटा माइक अस्ति हेर्नु नि मैले स्कुटर चलाएको लब्राडामा उसको मोबाइलको चार्ज सकिन्छ भने मेरो मोबाइलमा लगाएर दिएको छ तपाईँको हेर्न तैँले खाना बल्ल बल्ल सिकेको आउँछ अस्ति यहाँ उकालोमा चढ्नु यस चलाएको हो कस्तो कस्तो हाल्यो यो साथी चाहिँ किन्नु गयो भन्छ क्या म त एकदमै अनुरागलाई भन्ने अनुराग विकेटी हो नि कतिपल्ट भन्छ अब त मलाई लास्ट भइसक्यो लाइटमा हाल्नु न यही भिडियो आउने पाल्दैन हो क्या त्यो होइन रिपोर्ट मात्रै आएर मर पाल्दैन त आशासँग ब्याच गरेको छ भने त्यो पाल्टेन आशासँगै एसिड ल्याएको छ च्याङबाको भाइ छैन कान्छो मैसँग पढ्यो हो त आशासँगै एउटा क्लासमा रहेछ 8 मा आएको थियो अहिले 10 13 वर्ष आशासँगै कहाँ छ आशासँगै आशाकै कति धेरै आएर मरेको अति अति हेर्नु नि यो त्यही कपाल भनेर अस्ति भेटेको हामीले त्यो सिगानी के अहिले कस्तो भयो त अहिले त ट्यापे दाची त्यस्तै रहेछ दाची त्यस्तै हो अनुहार तर एकै हेऱ्यो भने चाहिँ त्यस्तै देख्छ त्यो के अरे के भन्थ्यो नाम माकु माकुको भाइ के माकु त्यो उयो जस्तै थियो त माकु त अहिले यहाँ जो विदेश आउने ए माकु होइन च्याङबा चाहिँ विदेशमा छ माकु त यहीँ छ साइला पनि विदेशमै हो तिनैजना विदेशमै हो 2 जना मात्रै यहाँ छ तिनीहरू छोरा 5 जना हो नि साइला माकु अनि यहाँ त मेरो बहिनी माइला अनि चिन्ने त्यसरी गरेको कान्छा कपाल हेर्नु कस्तो यो बहिनी साँच्ची मलाई देख्नु मन आज आयो कि? यहाँ गोजीमा हाल्दा छु त्यसले कति मार्दो रहेछ यो त अभिषेकले खिच्यो न के गरिरहेछ पुऱ्याउनु शान्ति आयो
आउँदैन यी पर्दैन के छु हेर्नु न। आमा यसको छक्काहरू मऱ्यो मेरो नभए अर्को अकाउन्ट यो कति फ्याट 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 यो बहिनी आज मलाई टिकटकै देखाउँछु भन्दा आज जस्तो गर्छ सरी मलाई टिकटक देखाउँछु भन्दा आज बस अबदेखि म कहिले आउँदैन तपाईँ म यहाँ आएर तपाईँलाई बोझ भएन गाह्रो भएन के अरे फेरि भन त म यहाँ आएर तपाईँलाई गाह्रो भएन अनि बस खोइ दाइ आइसक्रिम ल्याइदिनु त आज त दाइहरूले खुवाउँछ यो यो को आशा दिदी खोइ त निगारे थिएन तपाईँहरूको त यत्रो ढ्याप्रो छ र अहिले अहिले थर्ड भएर मऱ्यो त्यो निगारमा चाहिँ के हो